नमस्ते, म अनन्तराम केसी, मोटिभेशनल स्पिकर, पब्लिक स्पिकिङ ट्रेनर एन्ड मेमोरी मास्टर। यहाँलाई यो हाम्रो युट्युब च्यानलमा फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। हामी जीवनमा कसरी सफल हुन सकिन्छ भन्ने विविध खोज अनुसन्धानलाई जम्मा गरेर ती अध्ययन गरेर फेरि यहाँलाई जीवनमा हामी व्यावसायिक सफलता कसरी हासिल गर्ने, हामी जीवनमा आफ्नो प्रोफेसनमा कसरी टप हुने, हाम्रो प्रोफेसन यानी कि व्यवसायमा हामी कसरी स्थापित हुने यानी कि सस्टेन प्राप्त गर्ने भन्ने फर्मुला लिएर आज आएको छु। जम्मा धेर छैन दर्शकवृन्द, 3वटा फर्मुला व्यावसायिक सफलताको लागि, यो व्यवसायमा आफ्नो प्रोफेसनमा सफल हुनका लागि जम्मा 3वटा फर्मुला, मात्र 3वटा फर्मुला छ। त्यो 3वटा फर्मुलालाई लागू गर्नुहोस् जीवनमा, अवश्य पनि तपाईँ व्यावसायिक सफल हुनेछ। व्यावसायिक सफलताका लागि 3वटा सूत्र। पहिलो सूत्र तपाईको प्यासन, तपाईँ के चाहनुहुन्छ, तपाईको आइडेन्टिटी के बनाउन चाहनुहुन्छ, तपाईको पहिचान के बनाउन चाहनुहुन्छ, तपाईँ के भनेर तपाईलाई समाजले चिनोस् या मर्दा तपाईलाई के भनेर चाहिँ को मर्यो भन्दा भनेर चिनोस्। यसमा गीतामा एउटा भनाइ छ, व्यवसाय आत्मिक बुद्धि एकः कुरुनन्दन। कृष्णले अर्जुनलाई त्यही भने, व्यवसाय तेरो व्यवसाय, आत्मिक बुद्धि समेत एउटै हो। जस्तो म अनन्तराम केसी, मैले भनिरहेको छु नि, म अनन्तराम केसी, मैले समाजमा के भनेर मलाई चिन्नु, मोटिभेसनल स्पिकर, पब्लिक स्पिकिङ ट्रेनर र मेमोरी मास्टर भनेर जसरी मलाई चिन्छन् एउटै भयो। अनन्तराम केसीको पर्यायवाची मोटिभेसनल स्पिकर, पब्लिक स्पिकिङ ट्रेनर र मेमोरी मास्टर भनेर चिनिन्छ। त्यस्तै गरी व्यवसाय आत्मिक बुद्धि एकः कुरुनन्दन, एउटै होस् है, एउटै। प्यासन के हो त तपाईँ? र पहिलो पी फर प्यासन, फाइन्ड योर प्यासन, फलो योर प्यासन। त फर्मुला हो सफलता साथीहरूले, जो सफल भए। आज चाहे बिल गेट्स हेर्नुहोस् त, कलेज ड्रप आउट गरेर उनको चाहिँ माइक्रोसफ्ट यानी कि कम्प्युटर प्रोग्रामिङमा लागेर हार्वर्ड युनिभर्सिटीमा एडमिसन भएको मान्छे कलेज छोडेर उनको प्यासनको फलो गरे। आज जसले पढाइ छोडेर कयौँ कलाकारहरू, तपाईँलाई थाहा छ सलमान खान 10 क्लास पढ्न छोडेर उनी चाहिँ कलाकारिता मुम्बईमा गएका थिए, बलिउड गएका थिए। पढाइ 10 क्लास पढ्दै र मार्क जुकरबर्गको कुरा पनि त्यही छ। धेरै आज जो संसारमा भेटरनहरू आए, उहाँहरूले फलो गरेको प्यासन, आफ्नो प्यासनलाई फलो गरेका छन्। त्यसैले पी फर प्यासन। अब त्यो प्यासनमा फलो गर्नु भयो नि, अर्को यसलाई भन्छ प्यासनमा फलो गरेको, त प्यासनमा त लाग्नु भयो, त्यसलाई प्रोफिटेबल प्रोफेसनमा जानु पर्यो नि त। प्रोफिटेबल प्रोफेसनमा नगएसम्म तपाईँको प्यासन हबीको रूपमा छ, सोखको रूपमा रहन्छ, अरूले धेरै लाभ लिँदैन। अरूले लाभ लिने बन्नलाई तपाईँ, दोस्रो सूत्र छ, बी स्पेसलिस्ट। तपाईँ स्पेसलिस्ट बन्नुहोस्, तपाईँ विज्ञ बन्नुहोस्, तपाईँ भेटरान बन्नुहोस्। त्यो भेटरान जसले तपाईँलाई भेट्न साथ त्यो क्षेत्रको उसले चाहिँ भगवान जस्तै, गड जस्तै, मास्टर भनिन्छ नि, मास्टरलाई हामीले एकदमै तल्लो शब्दमा पनि प्रयोग गरेको पाइन्छ। दोहा लाग्छ मलाई। मास्टर भनेको त मालिक हो, भगवान हो, त मालिक बन्नुहोस्, मास्टर बन्नुहोस् भनिन्छ नि। नन अफ ज्याक अफ अल, नन अफ मास्टर। तपाईँ सबै कुरामा हात हालेपछि के हुन्छ? तपाईँ मास्टर बन्नु, मास्टर अफ नन, ज्याक अफ। सबै कुरामा ज्याक भनेको स्याल जस्तो, मास्टर भने मालिक। के भन्नु पर्यो त? बीमा मास्टरी गेन गर्नुहोस्। दोस्रो सूत्रको रूपमा अब तपाईँको प्यासन ठम्याइसकेपछि तपाईँ विज्ञ बन्नुहोस्, स्पेसलिस्ट बन्नुहोस्। त्यो बन्नका लागि तपाईँले चाहिँ कयौँ अभ्यासहरू, सङ्गतहरू, मेन्टर खोज्नुहोस्। त्यो क्षेत्रको एउटा भेटरानसँग सङ्गत बढाउनुहोस्, त्यही क्षेत्रका पुस्तकहरू पढ्नुहोस्, त्यही क्षेत्रका भिडियोहरू हेर्नुहोस्। त्यही क्षेत्रका चाहिँ मलाई थोमस एल्वा एडिसनको भनाइ याद आयो। थोमस एल्वा एडिसनले भने, म कलेज कहिल्यै गइनँ, स्कुल कलेज मैले देख्दै देखिनँ, तर मैले लाइब्रेरी पढेको छु। उनको साइन्समा हेर्नुहोस्, लाइब्रेरी
स्कुल कलेज नगरेर के भयो त? उसले आफ्नो क्षेत्रमा त्यति अध्ययन गरे, मास्टर बन्नका लागि सङ्गत र पुस्तकदेखि लिएर त्यही क्षेत्रको मात्र तपाईँको के हो प्यासन, त्यही क्षेत्रको सारा चिजमा लाग्नुहोस्, त्यहाँ सम्पूर्ण दिलो ज्यान दिनुहोस्। आफ्नो प्यासनमा ज्यान दिनु भनेको तन मन र धन भन्छ नि, मन वचन र कर्ममा लाग्नु भन्छ नि। मनले वचनले र कर्मले सबै कुरा त्यसपछि मात्रै मास्टरी हासिल गरिन्छ दोस्रो सूत्रको रूपमा। र तेस्रो, तपाईँ अब बन्नुभयो मास्टर पनि, अब काम गर्नु पर्यो नि त, एक्सनमा जानु पर्यो नि त। तपाईँको मास्टरी विज्ञता संसारले कसरी पाउने? काममा जम्प टु द एक्सन भन्छ तेस्रो सूत्र। सुरुमा त्यो मास्टर भेटरानले पनि कसैले चिन्दैन। तपाईँ हिरा हो भनेर के थाहा? तपाईँले चाहिँ गएर बजारमा हिरा पसलमा नचम्किएसम्म, त्यो हिरालाई चाहिँ डार्जिलिङ नभएसम्म कसरी चिन्ने? त्यसका लागि त तपाईँ बजारको पसलमा सोरुममा जानु परेन, हिरा पसलमा पुग्नु परेन, जम्प टु द एक्सन गर्नु परेन, तपाईँले कर्म गर्नु परेन आफ्नो क्षेत्रमा। तेस्रो सूत्रको रूपमा एक्सन, त्यो भनेको सुरुमा तपाईँले त्यहाँ पैसा नआउन सक्छ। हेर्नु सफलता शास्त्रले त्यही भनेका छन् कि सफल हुनका लागि सुरुमा पैसा खोज्ने नै। पैसाका लागि तपाईँले त काम सिक्ने हो। तपाईँको प्यासनमा मास्टर बन्नु हो, तर तपाईँले काम गर्न अरूलाई बदल्नु पऱ्यो नि। तपाईँ बदलिनु पो ठिक छ, अरूलाई बदल्ने बाटो अलिकति फरक छ। त्यसको लागि जम्प टु द एक्सनमा जानलाई सुरुमा हामी त के खोज्छौँ? भाउ खोजेर बस्छौँ। मलाई यति आए मात्रै जान्छु, यस्तो मान भए मात्रै जान्छु। गलत। तपाईँ त्यही ठाउँमा सुकेर बस्छ तपाईँको प्रतिभा। के थाहा तपाईँले कसरी दिन सक्नुहुन्छ अरूलाई? तपाईँले सुरुमा एकदम ओपन हार्ट गरेर सेवाधारीको रूपमा अथवा तपाईँले चाहिँ थोरै मूल्यमा तपाईँ लाग्नुभयो भने अब तीनवटा चिज छ होइन? अब लाग्दै गएपछि हेर्नुहोस् तपाईँसँग अब ब्रान्डेड बोल्नुभयो त्यो क्षेत्रको तपाईँ भेटरान सिकाउने, त्योसँग जसरी पनि जानु पऱ्यो, सिक्नु पऱ्यो भने मान्छे लाइन लाग्छन्। तेस्रो सूत्रको रूपमा एक्सन। अब यसलाई चाहिँ मैले यहाँहरूलाई यहाँ फेरि लेख्न चाहेँ। यो भनेको पहिलो हो पी फर प्यासन। तपाईँ चाहिँ प्यासन के हो तपाईँको? मैले अघि नै भने नि, प्यासन के हो तपाईँको? तिर्खा के हो तपाईँको? चाहना के हो तपाईँको? आइडेन्टिटी के हो? तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको तिर्खा के हो? त्यसलाई जुनुन पनि भन्छ अर्को भाषामा, पागलपनी। सुरुमा पागलपन देखाउनुहोस्। पागल पनि एक लक्ष्मी प्रसाद देवकोटा पनि पागल जस्तै कविता मात्रै लेखिदिन्थ्यो जतिखेर पनि। अनि पागल भने कति मान्छेले नचिनेन। लक्ष्यमा लाग्ने मान्छे पागलै सही लाग्छ। प्यासन पहिलो सूत्र, तपाईँको तिर्खा, तपाईँको क्षेत्र, तपाईँको आइडेन्टिटी। अब अर्को भनेको ई फर स्पेसलिस्ट भन्दा त स्पेसलिस्ट भनिन्छ, स्पेसियलिस्ट विज्ञ। अब तपाईँ स्पेसलिस्ट, यसलाई सम्झनको लागि मैले यो ई जोडेँ है, सम्झना मात्र सम्झने। ईबाट सुरु हुन्छ नि, ई स्पेसलिस्ट नै हो, प्रोनाउन्सिएसन त स्पेसलिस्ट नै हो। मैले अहिले यसको फर्मुला बनाएको, म मेमोरी नष्ट भएको नै सम्झनको लागि म फर्मुला बनाइरहन्छु यहाँलाई। र अर्को एक्सन, जम्प टु द एक्सन। तपाईँ कर्ममा, तपाईँ चाहिँ प्रोफेसनमा बनाउनै पर्छ, तपाईँको चाहिँ एक्सनमा जानै पर्छ, प्रोफेसन गर्नै पर्छ। पहिलो प्यासन टु प्रफिटेबल प्रोफेसन भन्छ। प्रफिटमा जानु पर्यो नि तपाईँ चाहिँ सफल व्यवसाय। यसको यो व्यावसायिक सफलताको लागि अब तपाईँले सम्झनु कसरी त भन्दा पिइए केराउ पनि हुन्छ। पिइए यसको चाहिँ केराउ है, सम्झिराख्नुहोस्। केराउ, पिइए केराउ भनेर सम्झिराख्नु भयो भने व्यावसायिक सफलतामा तपाईँ पुग्न सक्नुहुनेछ। व्यावसायिक सफलताका लागि यो तीनवटा फर्मुला यहाँहरूलाई मैले पस्केँ। तपाईँको हबीलाई प्यासनमा, त्यो पनि एकदमै तपाईँले चाहिँ साह्रै तपाईँ जहाँ हो। अब आफूलाई चिन्नलाई हेर्नुहोस्, त्यो प्यासन चिन्नलाई भेरी सिम्पल छ। तपाईँ प्यासन भनेको के हो भने तपाईँ जहाँ भोग, तिर्खा, निद्रा, थकाइ, मान, अपमानसँग तपाईँलाई मतलब छैन, तपाईँ त्यसमा डुबेको गर्न सक्नुहुन्छ। सारा चिज बिर्सिनुहुन्छ, त्यो तपाईँको प्यासन हो।
त्यतिले मात्रै भएन, त्यसको त्यो त तपाईँको प्यासन हो, त्यसको विज्ञ बन्नु पऱ्यो, दोस्रो सूत्रको रूपमा स्पेसलिस्ट मास्टर बन्नु पऱ्यो, मास्टरी हासिल गर्नु पऱ्यो। त्यो भनेको चाहिँ सङ्घ, तपाईँले लिने ट्रेनिङ, तालिमहरू, तपाईँको अध्ययन तपाईँले कति दिनुहुन्छ यसमा सङ्घ भनिन्छ। वर्ल्ड स्तरको पुग्नुको लागि कम्तीमा पनि 10,000 घन्टा तपाईँको चाहिँ अभ्यासको आवश्यकता पर्दछ। 10,000 घन्टाको तपाईँ विज्ञ बन्न, मास्टर बन्न, वर्ल्ड क्लास स्तरको वर्ल्ड च्याम्पियन बन्नका लागि। र तेस्रो सूत्रको रूपमा बन्नुभयो अब तपाईँले कर्म विभिन्न माध्यमबाट, चाहे सेवाबाट होस्, तपाईँ राजनीति गर्नु छ, तपाईँको प्यासन, एक्जाम्पलको लागि प्यासन राजनीति छ, तपाईँ त्यसको चाहिँ वक्तादेखि लिएर कम्युनिकेटरदेखि लिएर लिडरसिप डेभलपमेन्ट गर्नुभयो, मास्टरी गर्नुभयो। अब तपाईँले सेवा नगरेसम्म, जनताहरूको ग्रास रुटमा नगएसम्म, तपाईँ इलेक्सनहरूमा भाग नलिएसम्म, तपाईँ सङ्गठनमा नगएसम्म तपाईँले सफलता हासिल गर्न सक्नुहुन्न। चाहे व्यवसायको कुरा, तपाईँले व्यवसाय, तपाईँको चाहिँ उद्योग, एन्टरप्रेन्योरसिप, उद्यमशीलता तपाईँको प्यासन छ, तपाईँले त्यो क्षेत्रको चाहिँ सारा इन्फर्मेसनहरू जम्मा गरेर तपाईँ चाहिँ विज्ञ बन्नुभयो, तपाईँले MBA गर्नुभयो, डिग्री हासिल गर्नुभयो, ट्रेनिङहरू लिनुभयो, प्रोफेसनल एन्टरप्रेन्योरसिप ट्रेनिङ लिनुभयो। अब तपाईँले व्यवसाय सुरु नगरेसम्म तपाईँ कसरी व्यवसाय गरेर चिनिन्छ? यो 3वटा चरणबाट यसलाई मैले तपाईँहरूलाई दिएँ। PEA भनेको केराउ, व्यावसायिक सफलताका लागि केराउ PEA फर्मुला चाहिँ सम्झिराख्नुहोस्। यो सम्झनाले तपाईँ सम्झेर मात्रै होइन, फेरि यहाँ एक्सनमा आउनु नै पर्छ। यो ज्ञान सिकेर मात्रै तपाईँ सफल हुन सक्नुहुन्न, हामी सफल हुन सक्दैनौँ। ज्ञान सिकेर भनाइ छ नि, द ग्रेट एन्ड अफ लाइफ इज नट अ नलेज। हामीलाई लाग्छ नलेज इज अ पावर, नो आफु यस पावर, बट तपाईँले एक्सनमा आउनु भएन सिकेको ज्ञान भने त्यो ज्ञानमा मात्रै सीमित हुन्छ, बुद्धिविलासमा मात्रै सीमित हुन्छ। जम्प टु द एक्सन, द ग्रेट एन्ड अफ लाइफ इज नट अ नलेज बट एक्सन। यो थोमस हक्सलेको भनाइलाई यहाँहरू बिचमा राख्दै यस्ता फर्मुलाहरू, यस्ता जीवन उपयोगी आगामी दिनहरूमा मेमोरी पावर बढाउने, बोल्ने शक्ति विकास गर्ने र धनी कसरी बन्ने, धन कमाउने, हाम्रो जीवन उपयोगी कुराहरू लिएर फेरि पनि आउने नै छु। अहिलेलाई भने फेरि एकखेर आग्रह छ, हाम्रो च्यानल, युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन भने गर्नुहोला र नजिकै रहेको बेल थिच्नुहोस्, स्वतः रूपमा तपाईँलाई भिडियो आउने नै छ। र फेरि पनि यस्ता भिडियोहरू हेरेर लाइक र कमेन्ट गर्नुभयो, कस्तो चाहनुहुन्छ लाइक र कमेन्ट गर्नुभयो भने हेर्नुहोस्, यो भिडियो हामीलाई बनाउन लगानी नै छ, लगानी नै लगानी हो, यसबाट केही प्राप्त छैन। यसका लागि हौसला बढ्नेछ, मैले जीवनमा धेरै मान्छेलाई दिन सक्छु भनेर हौसला बढ्नेछ। लाइक कमेन्टका साथसाथै सेयर गरेर धेरैभन्दा धेरै मानिसमा, आफ्ना साथीभाइमा, आफ्ना ग्रुपमा पुर्याइदिनु भयो भने, राम्रो कुरालाई श्रेय गऱ्यो भने, राम्रो कुरालाई अगाडि बढायो भने नराम्रो कुरा हटाइरहनु पर्दै पर्दैन। हामीलाई लाग्छ नि नराम्रो कुरा हटाउनु पर्दैन, राम्रो कुरा गर्नु थालेपछि नराम्रो कुरा स्वतः रूपमा हट्छ। त्यसले यो सूत्र पनि, यो कुराहरू पनि यहाँले पक्का पनि लागू गर्ने हुने छ भन्ने आशा राख्दै हेरिदिनु हो, बार आएर मन पराइदिनु हो। तपाईँहरूप्रति एकदमै नतमस्तक कृतज्ञ भन्दै, धन्यवाद दिँदै अहिलेलाई पनि बिदा चाहन्छु। धन्यवाद, नमस्ते।